हामीले अगाडिको भिडियोमा चाहिँ अप्टिकल फाइबरको बारेमा अनि त्यसको मोड अफ प्रोपागेसनको बारेमा हामीले पढेको थियौँ है। अब आज चाहिँ टाइप्स अफ अप्टिकल फाइबर भनेको के हो अनि त्यो भित्र के हुन्छ त भनेर हेर्नेछौँ। ल, अप्टिकल फाइबरको टाइप्समा भनेको अन द बेसिक अफ मोड अफ प्रोपागेसन भन्ने हुन्छ। त्यसमा चाहिँ दुईटा मोड हुन्छ, सिङ्गल मोड फाइबर र मल्टिमोड फाइबर। अब सिङ्गल मोड फाइबर भनेको चाहिँ के हो भन्दाखेरि इन दिस अप्टिकल फाइबर देयर इज ओन्ली वान मोड अफ प्रोपागेसन एक्जियल ओन्ली। सिङ्गल मोडमा चाहिँ एक्जियल मात्रै हुन्छ है भनेको। इट ह्याज स्मलर कोर डायमिटर भनेको एक्जियल भनेको मैले अगाडिकोमा हेर्न सक्नुहुन्छ भिडियो, हजुरले मैले प्लेलिस्टमा हालिरहेको छु, मजाले बुझाएको छु अप्टिकल फाइबर भनेको। अब मल्टिमोड फाइबर भनेको चाहिँ इन दिस अप्टिकल फाइबर देयर आर टू अर मोर देन टू मोड अफ प्रोपागेसन अरे। मल्टिमोडमा भनेको चाहिँ टू अर मोर देन टू हुन्छ। इट ह्याज लार्जर कोर डायमिटर हुन्छ भनेको यहाँ चाहिँ जिगज्याग पनि हुने भयो, एक्जियल पनि हुने भयो क्या। यो सिधा गएकोलाई एक्जियल भयो अनि यो बाङ्गो बाङ्गो भएकोलाई जिगज्याग भयो होइन। अब अर्को भनेको टाइप्स अफ अप्टिकल फाइबरमा अन द बेसिक अफ इन्डेक्स प्रोफाइल हुन्छ। अन द बेसिक अफ इन्डेक्स प्रोफाइल चाहिँ तपाईँको तिनवटा हुन्छ है। एउटा सिङ्गल मोड स्टेप इन्डेक्स, अर्को मल्टिमोड, अर्को भनेको चाहिँ मल्टिमोड स्टेप इन्डेक्स, अर्को भनेको मल्टिमोड ग्रेडियन्ट। अब सर्ट फर्ममा बुझ्नु पर्दा यो सिङ्गल मोड स्टेप इन्डेक्स भनेको के हो भन्दाखेरि इट ह्याज ओन्ली वान मोड अफ प्रोपागेसन, एउटा मात्रै हुन्छ। कोर ह्याज हायर रिफ्र्याक्टिभ इन्डेक्स, इन्क्लाडिङ ह्याज लोअर रिफ्र्याक्टिभ इन्डेक्स हुन्छ सिङ्गल मोडमा। इट ह्याज स्मल कोर डायमिटर 4 माइक्रोमिटर अनि नर्मलाइज फ्रिक्वेन्सी इज लेस देन 2.405 होइन। यति हेरौँ। अनि एउटा न्युमेरिकल एपाचर इज स्मल एनए क्या, न्युमेरिकल एपाचर भनेको एनए। अनि इट इज डिफिकल्ट टु म्यानुफ्याक्चर एन्ड ह्यान्डल अनि इट ह्याज हाई ट्रान्समिसन लस। सजिलो एन्सर लेखिदिएको छु, हजुरहरू चुज गरेर हेर्नु होला। अनि यो मल्टिमोड स्टेप इन्डेक्स भनेको चाहिँ देयर आर मल्टिमोड अफ प्रोपागेसन हो क्या, मल्टिपल। कोर ह्याज हायर रिफ्र्याक्टिभ इन्डेक्स एन्ड क्ल्याडिङ ह्याज लोअर। इट ह्याज हायर कोर डायमिटर, हायर कोर डायमिटर कतिको हो त भन्दा 100 माइक्रोमिटर्सको। नर्मलाइज फ्रिक्वेन्सी इज ग्रेटर देन 2.405। अहिलेको स्मलर देन 2.405 थियो सिङ्गलमा, अब मल्टिमोडमा ग्रेटर भयो। इट ह्याज लार्जर भेल्यु अफ फ्याक्सनल रिफ्र्याक्सन इन्डेक्स चेन्ज अरे, लार्जर भेल्यु हुन्छ अरे। अब न्युमेरिकल एपाचर चाहिँ हाई हुन्छ यसमा। इट इज इजी टु म्यानुफ्याक्चर, इट ह्याज हाई ट्रान्समिसन लस हो। द भेल्यु अफ एक्सेप्टेन्स एङ्गल इज लार्जर। लो, छानेर सजिलो लेख्नु होला, मैले भनिदिएको पनि छु, यहाँ बुझिन्छ पनि, भिडियो पोज गर्दै गर्नु होला। अब मल्टिमोड ग्रेडियन्ट इन्डेक्स फाइबर यो भनेको चाहिँ इट ह्याज मल्टिपल मोड अफ प्रोपागेसन। द रिफ्र्याक्टिभ इन्डेक्स अफ कोर डिक्रिजेस विथ इन्क्रिजिङ अफ रेडियल डिस्टेन्स फ्रम एक्सिस। इट ह्याज लार्जर कोर डायमिटर मोर देन 100 माइक्रोमिटर। सुरुकोमा के थियो भन्दाखेरि 4 माइक्रोमिटर थियो अनि यहाँ मल्टिमोडमा 100 माइक्रोमिटर थियो। अनि यो मल्टिमोड ग्रेडियन्टमा चाहिँ यसको चाहिँ मोर देन 100 अरे क्या। अब यो न्युमेरिकल एपाचर डिक्रिज विथ इन्क्रिजिङ रेडिकल डिस्टेन्स अरे, एक्सेप्टेन्स एङ्गल डिक्रिज विथ इन्क्रिजिङ इन रेडिकल डिस्टेन्स अरे। न्युमेरिकल नम्बर अफ मोड्स इज हाफ अफ द्याट अफ मल्टिपल मोड स्टेप इन्डेक्स, हाफ मात्रै हुन्छ अरे। इट ह्याज नो ट्रान्समिसन लस, अहिलेकोमा ट्रान्समिसन लस थियो, यसमा हुँदैन। इट इज मोर कम्प्लेक्स टु म्यानुफ्याक्चर